एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको न्यू भ्लगमा हजुरलाई स्वागत छ। यति बेला चाहिँ हामी बिचमा घुम्न आइसकेको छौँ। यता देख्न सक्नुहुन्छ मेरो वाइफ हैन, त्यसै कारण अब देख्न सक्नुहुन्छ गाइस ब्याकग्राउन्ड बहुत मस्त छ। यति बेला चाहिँ म समुद्रमा घुम्न आएको, एकदम पानी परेर बिजोग छ। अहिले चाहिँ हल्का डाउन भएको छ, बारिस पानी पर्न रोकेको छ। यतातिर देख्न सक्नुहुन्छ एउटा क्याफे रहेछ, यहाँतिर चाहिँ हाम्रो दाजु। सो गाइस यति बेला चाहिँ हामी घुमफिरमै हो। यहाँ माथि ट्याक्क लगाएर देख्न सक्नुहुन्छ पानी बौलाएर बिजोग छ। यहाँतिर उतातिर चाहिँ हाम्रो सङ्गीहरू, हाम्रो साथीहरू आँदैछन् नै। ल गाइस त्यसो ल ट्याक्क लगाएर हेर्दै गर्नु होला साथीहरू। च्यानलतिर चाहिँ घन्टी बजाइहाल्ने, हामी चाहिँ यतातिर बजाउँदैछौँ। हेलो हेलो साथी, देख्न सक्नुहुन्छ यहाँ पानी बौलाएर समुद्रको यस्तो होइन माथिसम्म पुरा चलबल गरिरहेछ यार। भयङ्कर छ है गाइस। ल चलबल त खतरनाकै दिइरहेछ। यतातिर आउँदै गर्ने पौडी हेर्न सुन्नुहुन्छ साथीहरू, एकदम धमिलो पानी माथिसम्म उम्लिरहेको छ। यता देख्न सक्नुहुन्छ कि खतरनाक छ गाइस, यतातिर त झन्। सो गाइस हामी चाहिँ लास्ट एन्ड देखि आइरहेको, यतासम्म आउँदैछौँ। लगभग साउदीको छेउछाउतिरै पुगिरहेछौँ। यो साउदीको बगडर हो गाइस, पारि पुलिस पनि देख्न सक्नुहुन्छ। अब पुरै यस्तो अहिलेको धेरै बारिसले नोक्सान पुऱ्याएर अब कहाँदेखि के ल्याइरहे यहाँ फाल्दैछ गाइस, ठुटा मुरा। झमझम पानी आउँदैछ, एउटाबाट पानी मचेर यस्तो यार। यार उटीहरू उर्लेर डरै लाग्दैछ यार, झालै अनि त्यो पनि डराएर हुँ पारि बस्ने हिजो कि हो। यस्तो बिजोग छ होइन, यस्तो बिजोग छ गाइस। ल यस्तो कालो निलो परिरहेको छ गाइस, देख्न सक्नुहुन्छ। ट्याक्क सुटअप। बाप्रे बाप्रे बाप्रे, यो पानीको बिचमा छेउमा जानेपछि कहाँ लग्टो लाग्यो है। केही देखिँदैन, कोनो गाउँ कोनो ठाउँ। पानी यहाँ पनि आएछ दाइ यार, पुरै यस्तो हानु पुरै भट्का खाएको यिनीहरू त। एम त धेरै पोरक हो क्या यार यिनीहरू त। यस्तै थियो होइन, टपी यहाँदेखि भट्का रहेछ।